ल कालीकोट जिल्लाको यो मानु बजार हो। यो हाम्रो ऊ पारि देखिने मानु बजार। हाम्रो ऊ त्यता चाहिँ माथि हुम्ला जाने बाटो अलिअलि देखिरहेछ। ऊ पारि देखिने चाहिँ सानी त्रिवेणी गाउँपालिका, ऊ देखिरहेको अलिअलि देखिरहेको राजपुर नगरपालिका। ऊ पारि चाहिँ यो सुन्तराली विमानस्थल भन्ने छ ऊ माथि डाँडोमा। अनि त्यहाँ चाहिँ नरेन्द्रनाथ गाउँपालिका पर्छ। अनि यसो न भ्रमण अवलोकनको लागि हाम्रो भाइ लक्ष्मीप्रसाद उपाध्याय कालीकोट आएर अब यसो भिडियो सिडियो गर्नु पर्यो दाइ, यसो ठाउँसँग देखाउनु पर्यो भनेर अब हामी ऊ भाइको कुरालाई स्वीकार गर्दै हामी अब यता हाम्रो कोट दरबार हो। पहिला यो दरबारै अहिलेको लागि मन्दिर छ। यो कोट दरबारदेखि हामी ऊ त्यो माथि डाँडा पनि जान्छु। यो मानु बजार छ। यो ऊ पारि देखिनेको एउटा ताडी भन्ने हो। यो चाहिँ यो गेट हो यहाँ भित्र आउनलाई। अनि हाम्रो चाहिँ ऊ भ्यू चाहिँ हामी अझै अगाडि जानेछौँ। हाम्रो भाइ लक्ष्मी उपाध्याय हिँड्दैछन् अगाडि। ऊ चाहिँ तल देखिने चाहिँ खुलालु पुल भन्छ त्यसलाई। पुल अलिअलि देखिरहेको पुल चाहिँ देखिहालेन। पारि जाने हुम्ला जाने चाहिँ बाटो देखिरहेछ। तलको चाहिँ शेरीगाडबाट हुँदै यो हस्पिटल हो। हस्पिटल हाम्रो देखिरहेन। यो ऊ पारि देखिने चाहिँ ऊ तलको गाउँ चाहिँ हामी जुम गरेर हेर्छु त्यसलाई। जुम गर्दाखेरि यो थामकोट भन्ने ठाउँ यो खान्डचक्र नगरपालिका 2 नम्बरबाट पर्छ। ऊ पारि देखेर अझै जुम गर्दाखेरि सुगाली गाउँपालिका अलिकति जुमले अब अलिकति आज मौसम पनि सफा नभएको कारणले गर्दा अब हाम्रो चाहिँ अब यही भिडियो अब अहिले यतिमै हामी सीमित राखेर अगाडि बढ्नेछौँ। अरू पनि खिच्नेछौँ हामी। यो भिडियोलाई हामी यही नै इन गर्छौँ है।